हेलो ब्युटिफुल पिपल, वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला। म एकदम सन्चै छु होइन। आज चाहिँ म पिकनिकको न्यू पारेर एउटा भ्लग हाल्ने छु। सो भ्लग नहालेको नि मैले 3-4 महिना भइसक्यो कि होइन। अब टाइम नमिलेर हो कि खोइ के भएर हाल्न पाएको छैन। सो आज चाहिँ पिकनिक भ्लग हाल्ने छु होइन। त्यही हो, अब कपडा सपडा लाएर रेडी सेडी भएर जानुपर्ने हुन्छ हामी चाहिँ होइन। अन्तिमसम्म हेर्नु होला है। त्यही हो, ल बाटोमा मिल्नेछ है त। ल सो उता गाडी चाहिँ हामी चाहिँ कपाल मिलाउन आएको होइन। गाडी चाहिँ गइसकेको छ। अनि त्यसपछि दाइर चाहिँ रिसाउनु भइसक्यो। अब हामी डाइरेक्ट छिराउँदै पिपल बोटमा गएर मिल्नेछौँ है। चाँडो जानुपर्ने छ। सो होइन, हामी चाहिँ अब टक्क पिकनिक स्पोटतिर जाँदैछौँ होइन। अनि हाम्रो एउटा बस तल छ। अनि हामी दाजुभाइ चाहिँ टक्क अनि यहाँ छौँ। अनि यहाँ हाम्रो एउटा दाइहरू। त्यही हो गाइज, अब हामी तपाईँहरूलाई सिधै पिकनिक स्पोटमा गएर देखाउने छौँ। केही भनिदियो 2 शब्द। रमाइलो भइरहेछ गाइज, यस्तै हुनुपर्छ जहिले। हाम्रो पिकनिकको बस हो यो चाहिँ। ल केटा हो, हल्ला चाहियो, हल्ला चाहियो। हाम्रो यो पिकनिकको बस हो के। अनि दाजुभाइ चाहिँ स्कुटरमा छ है। अनि त्यो अझ पुरै मान्छे आएको छैन होइन। तै पनि बस भरिसक्यो के। पुरै मान्छे माथिदेखि आउँछ, 300 रमाइलो हुन्छ। तपाईँ एकछिनपछि हाम्रो त्यो नाचगान हेर्नु होला। रमाइलो गर्नुपर्छ गाइज। त्यही त है, राम्रोसँग हेर्दै गर्नु होला। त्यही हो, हाम्रो चाहिँ यो पिकनिकको बस हो है गाइज। कता हुँदै पार्किङ छ होला नि त। यताबाट चढिनु हुन्छ, यताबाट चढिनु हुन्छ। दिदीहरू नचिन्ने भएर आउनु भएर छ। दिदीहरूलाई पनि मेरो भ्लगमा वेलकम छ है। हेलमेट बिल देबे हेलमेट होइन, त्यो पोको हो क्या। तामाङ भाषाबाट त्यसलाई पोको भन्छ क्या। पोकै भन्छ हाम्रोमा त। अनि अब तपाईँहरूकोमा के भन्छ त्यो त्यो नेपालीबाट पो हाँडी भन्छ त। अनि तर जे भयो नि, एकदम रमाइलो गर्नुपर्छ आज। एकदम रमाइलो गर्नुपर्छ। त्यही हो। सो यो चाहिँ गोकर्ण हो होइन। अनि हामी चाहिँ टक्क पिकनिक स्पोटतिर जाँदैछौँ। हजुर फोटो अहिले हुन्छ बहिनी, अहिले आइफोनबाट हुन्छ। बडो मेरो भ्लगमा स्वागत छ तिमीलाई पनि। के छ हालखबर? ठिक छ नि? एकदम ठिकै छ। यहाँ एक्सहरू आइरहेको रहेछ। अलिकति मलाई चाहिँ काममा नआयो नि, पिकनिक खाना त आएछ। मलाई थाहा छ को। तिमीलाई थाहा छ नि? ठिक छ नि सम्झी? एकदम रमाइलो। मेरो एक्स चाहिँ खास यो कामको अफिस हो होइन। काममा नआयो नि, पिकनिक चाहिँ आएछ। के छ साथी? नाम सबिन लामा ब्लग छ। ल हामी चाहिँ अब टक्क पिकनिक स्पोटमा गएर भेट्छौँ है त गाइस। यो चिल गर्नुपर्छ, चिल साफ गर्नु। सो गाइस, हामी चाहिँ पिकनिक स्पोटमा आइसकेको छौँ होइन। टक्क यहाँ चाहिँ पकाउने कार्यक्रम भइरहेछ। दिदीहरू सबै आइसक्नु भयो। सबैजना आउनु भइसक्यो। ल गीत चिज बजिरहेको छ यतातिर होइन। यहाँ चाहिँ यो चाहिँ होइन डिजे भाइ हो। अहिले हाम्रो पिकनिकको लागि खटाएको। यहाँ पुरा नाच्नलाई तम्सिरहेको छ होइन। त्यही हो, यो पिकनिक स्पोट हो। टक्क लगाएर अब एकछिन अब हामी अब स्न्याक्स पछिको अब रमाइलो पछि तपाईँहरूले देखाउँछ होइन। सम्झि के भयो? ब्रेकफास्टको कार्यक्रम हुँदैछ। अब हामी पनि लाइनमा जानुपर्ने हुन्छ होइन। त्यही हो। सो हाम्रो चाहिँ यो ब्रेकफास्ट हो। सबैजना टक्क बसेर खानु भइरहेछ होइन। त्यही हो। ल
यसमा त अब 5 जना भए पनि 10 जना गेम खेले पनि प्राइज पाइहाल्छ हैन यो त यो पाँच रकम हेर्नलाई चाहिँ जबरजस्ती गराउनु पर्यो ल रेडी गरौँ है हामी सबैजनाले ल रेडी गरौँ यसमा जज हाम्रो चाहिँ गेम चाहिँ के हो भन्दाखेरि उता म्याराथन उता बस्नुहुन्छ दाइहरू होइन यहाँदेखि उता पुगेर आउनुपर्ने अनि जो फर्स्ट आउँछ त्यसले 1000 रुपियाँ हो क्या यो केटाहरू मात्र है त केही भन्नु छ फर्स्ट चाहिँ म हुन्छु त्यो अफकोर्स थाहा छ फर्स्ट भयो भने 50-50 गर्नुपर्छ नि फेरि म फर्स्ट भयो भने कस्तो पार्टी हालेर जान्छु एक एक्लै खेल्ने हो नि तपाईँहरू नि खेल्ने ल है त्यही हो ल हाम्रो रेस खेल्ने जवान युवकहरू जवान युवकहरू सबैजना यहाँ छ त्यसमा म पनि सहभागी छु कसले छ हेरौँ है त वोटिङ है त रेडी 1 2 3 गो पहिला त दौडेको थियो लास्टमा के हो हार्यो त है हामी त हार्यो ठिक छ हारजित भइहाल्छ नि कहिले हजुर छैन त ल धनुषाको भाइ पनि आउँदैछ है छुट्टै हो ठिक छ बरु खोइ हाम्रो विजेता विकास भन्दै विकास र त्यो के रे हाम्रो फर्स्टको उपहार चाहिँ 1000 रुपियाँ नगद हो है हाम्रो फर्स्ट हाम्रो कुनसाङ वाइबा भाइ सबैजनाले तालीका साथ जोडदारले यो जितेको प्राइज चाहिँ 1000 रुपियाँ हो है सनाना यसको बारेमा के भन्नु छ आउँदैन ठिक छ आयो ओइ हान्छ क्या अहिले अर्को कुरा सुने के अर्को हानी अरे आएको यहाँ हाम्रो अफिसको सबै मान्छेहरू हो होइन त यहाँ चाहिँ कार्यक्रम भइरहेछ हाम्रो दिदीको पालो कहिले ए खेल्नुपर्छ यस्तो त हुँदैन खेल्नै पर्छ अब चाहिँ हामी के कुरा गर्ने यसको लागि तारिफ धेरै कमै हुन्छ त्यही हो ल हो उल्टोबाट बुझ्नुपर्छ I don't ever slow down, no, I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up. I don't ever slow up, no, I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. I don't ever slow up, no, I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. Everything I do so instinctive and so passionate. Every word I move so descriptive like an adjective. I got a vendetta again. कति रेडी हुन्छ अब ए 12:30 एकै बज्छ होइन के अरे डिनरको लागि चाहिँ दाइहरूले बनाउँदै हुनुहुन्छ टक्कर सोस्ट होइन त्यही हो गाइस ल पानी भर्दैन दाजुभाइ दिदी थर्मामीटर टूट गया अलि फनी हाई पसीना छूट गया
हामी चाहिँ लगभग खानाको लागि लाइन बसेको है लगभग फोनमा चार्ज पनि छैन अनि लगभग भ्लग चाहिँ इन गर्नुपर्ने हुन्छ हामीले चाहिँ त्यही हो खानासाना खाइन्छ होइन खानासाना खाइन्छ अलिअलि नाचिन्छ अनि त्यसपछि घर चलिदिन्छ होइन अनि मेरोमा चाहिँ चासो छैन क्या त्यही 10 वर्ष छ अब त्यही हो माया गरिदिनु होला सबैजनालाई बाई बाई सो हिजो चाहिँ होइन अनि भ्लग बनाउँदा चार्ज पनि सक्यो हजुरहरूलाई पुरै देखाउन पनि सकेन होइन सो त्यही भएर अनि त्यसको लागि सरी है अनि आउने दिनहरूमा अझै राम्रो गर्दै जानेछु प्लिज सबैजनाले माया गरिदिनु होला सपोर्ट गरिदिनु होला अनि सब्सक्राइब पनि गरिदिनु होला हस् बाई